बिरयानी खान एकदमै मन लागेको थियो है। अनि गयो बिरयानी खान, एकदमै राम्रो जस बिरयानीको नाम चलेकोमा रेस्टुरेन्टमा गइयो र खाइयो पनि। खाँदाखेरि चाहिँ एकदमै जस्तो ओइली चट्ट मसलादार एकदमै मिठो थियो है। तर तर यसको ट्विस्ट चाहिँ के छ भन्दाखेरि भोलिपल्ट ओएमजी पेट दुख्ने त्यो हुन्छ नि, त्यो बिरयानीले सहँदै सहेन के। र त्यसपछिको अवस्था भनेको मेरोमा अबदेखि म कहिले पनि जाँदैन जस्तो भयो हेर्नु साथीहरू। र त्यसले गर्दाखेरि फेरि अर्कोचोटि पनि खान मन लाग्यो। तर अब के गर्ने त, फेरि त्यो रिपिट त गर्नु भएन। त्यसैले मैले चाहिँ टिकटकको हेल्पबाट मजाले रेसिपी हेरेर आफूले पनि त्यसमा त्यो रेसिपीमा केही मोडिफाई गरेर बनाएँ। यस्तो मिठो भयो कि हजुरहरूले चाख्नुभयो भने पक्कै पनि हजुरहरूलाई नै मनपर्थ्यो क्या, आइएम ड्याम स्योर। र त्यसै गरेर अनि त्यसपछि थर्ड टाइम चाहिँ मैले होइन भिडियो क्याप्चर गर्छु भनेर आज मैले सबै इन्ग्रिडियन्ट सहित भिडियो हालेको छु। हजुरहरूले पनि हेर्नु होला र रेस्टुरेन्टबाट खाएर पेट दुखाउने काम नगर्नु होला। थ्याङ्क यू फर वाचिङ। बाई बाई।